थुनिनु भएको रवि लामिछानेज्यूलाई, मेरो आदरणीय सभापतिज्यूलाई स्मरण गर्न चाहन्छु। उहाँको साहस, उहाँको दृढता, उहाँको सङ्कल्प र उहाँले हामी जस्तो युवाहरू जो देशको लागि साँच्चै के गर्नको लागि तयार हुनुहुन्छ, उहाँहरूको लागि एउटा अभियान बनाउने जुन साहस सङ्कल्प गर्नुभएको छ, आज म उहाँलाई पनि सम्झन चाहन्छु। र राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सभापतिज्यूले जुन यो खुला हृदय राखेर खुला स्वागतका साथ विवेकशील साझा पार्टीसँग एकीकरण गर्ने हिम्मत गर्नुभएको छ र विवेकशील साझाले पनि खुला हृदय राखेर हामीसँग एकीकरण गर्दै हुनुहुन्छ। यो ऐतिहासिक निर्णयलाई नेपाली जनताले, नेपाली आकाशले, नेपालको राजनीतिक क्षितिजले सदा सर्वदा स्मरण गर्नेछ भन्ने पनि विश्वास छ। र त्यही मार्गमा आज राजनीति अघि बढिरहेको छ। त्यसैले म वैकल्पिक राजनीतिक शक्तिको पिताको रूपमा म उज्जवल थापाज्यूलाई सम्झन चाहन्छु। साथसाथै राष्ट्रिय स्वतन्त्र पार्टीको खुला आकाशमा, खुला मैदानमा विवेकशील साझाका सम्पूर्ण टिमलाई हार्दिक स्वागत गर्दै म यहाँ अनुरोध पनि गर्न चाहन्छु, तपाईहरूको सहकार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा र समन्वयमा हामी एउटा विवेकशील नेतृत्व अभियान सुरु गरौँ। यसमार्फत हामी एकदमै विवेकशील, इमानदार, जनउत्तरदायी, जवाफदेही, पारदर्शी तालाई आफ्नो मूल्य र मान्यता ठानेको नेतृत्वहरूलाई चयन गर्ने, प्रशिक्षित बनाउने र यो समाजलाई साँच्चै नै समाजले खोजेको विवेकशील नेतृत्व दिन सक्ने गरिकन विवेकशील नेतृत्व अभियान हामी सुरु गर्न सक्छौँ। यसमा हामीलाई विवेकशील साझाबाट जोडिनुभएका साथीहरूले धेरैभन्दा धेरै सहयोग गर्न सक्नुहुन्छ, यसको समन्वय र नेतृत्व पनि लिन सक्नुहुन्छ भनेर मैले यहाँ आह्वान पनि गर्न चाहन्छु। किनभने मलाई विश्वास छ विवेकशील नेतृत्व निर्माण नगरिकन अब यो देशले खोजेको निकास र विकास सम्भव छैन। काठमाडौँ, धरान र धनगढीमा स्थानीय निर्वाचनमा जुन नेपाली जनताले अभिमत मार्फतबाट स्वतन्त्र अभियानलाई बलियो बनाउनको लागि शङ्खनाद गर्नुभएको थियो, बिगुल फुक्नु भएको थियो। त्यस पश्चात 2079 को सङ्घीय निर्वाचनमा 21 जना सांसदहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट संसदमा र सरकारमा पुर्याएर नेपाली जनताले साँच्चै नै परिवर्तन मागेका छन् र परिवर्तन अपरिहार्य छ भनेर बताइसकेका छन्। अझै बढी जेएनजी क्रान्तिपछि जुन वर्तमान